दुर्गा प्रसाई फेरि प्रहरी खोरमा देश चलाउँछु व्यवस्था पल्टाउँछु भनेर उफ्रिने दुर्गा प्रसाई फेरि एकपटक प्रहरीको चिसो खोरमा पुगेका छन्। आइतबार बिहानै भक्तपुरको निकोसेरा स्थित आफ्नै आलिशान महलबाट प्रसाईलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी प्रकाश जबेगुले सिधै भनिदिए, सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धानका लागि भित्र हालिएको हो। अस्ति भर्खर सर्वोच्च अदालतको आदेशले छुटेका थिए, तर बाहिर निस्किने बित्तिकै फेरि उही पुरानो हरकत गरेकाले पक्राउ परेका हुन्। अब कुरा गरौँ यिनको असली योजनाको। यिनले आजैदेखि नेपाल बन्दको घोषणा गर्दै उत्तेजक भिडियो बनाएर फेसबुकमा हाले, सबै सडकमा आउनुस्, देश ठप्प पार्नुस्। तर किन, कसको लागि बन्द? तपाई हाम्रो रोजीरोटी खोसेर गरिबको चुलो निभाएर आउने कस्तो क्रान्ति हो यो? मेडिकल व्यापारबाट अरबौंको साम्राज्य खडा गर्नेलाई एक दिन देश बन्द हुँदा केही घाटा हुँदैन, तर बिहान कमाएर बेलुका खाने मजदुरको पेटमा लात कसले हान्दैछ? दुर्गा प्रसाईले। राज्य संयन्त्र चुप लागेर बस्छ भन्ने सोचेका थिए होला, तर आज बिहानै प्रहरीले देखाइदियो बन्द हडतालको धम्की दिनेलाई राज्यले कसरी बन्द गरिदिन्छ भनेर। सबैभन्दा हाँसो उठ्दो कुरा त के भने, यिनले के भनेर जनता भड्काउन खोजे थाहा छ? पूर्व राज परिवार नै अब सडकमा आउँदैछ। कति सजिलै झुट बोल्न सकेको। ग्राउन्ड रियालिटी के हो म तपाईलाई बताउँछु। पूर्व राज परिवारको सडकमा आउने कुनै पनि कार्यक्रम छैन, शून्य। निर्मल निवासले यस्ता उत्तेजक र हावादारी कुरालाई कहिल्यै समर्थन गरेको छैन। यो केवल सोझा जनताको सेन्टिमेन्टसँग खेल्ने, राजाको नाम बेचेर आफ्नो स्वार्थको रोटी सेक्ने घिनलाग्दो खेल मात्र हो। तपाईहरु आफै हिसाब गर्नुस् त, यी मान्छे कति पटक पक्राउ परे? माघमा पक्राउ परे, छुट्छन्। फागुन 4 गते फेरि पक्राउ परे, फागुन 13 गते अदालतको आदेशले छुट्छन्। अनि फेरि आज फागुन 17 गते पक्राउ। यो देशको कानुन हो कि दुर्गा प्रसाईको घरको आँगन? जाने आउने जाने आउने। के यो राज्य र प्रसाई बीचको टम एन्ड जेरी खेल हो कि साँच्चै कानुनको मजाक उडाइएको हो? अभिव्यक्ति स्वतन्त्रताको नाममा जे पनि बोल्न पाइन्छ? राज्यलाई खुल्लम खुल्ला चुनौती दिन पाइन्छ? पक्कै पाइँदैन। यो पटक प्रहरी प्रशासनले स्पष्ट मेसेज दिएको छ, इनफ इज इनफ। हेर्नुस् दर्शकवृन्द, देशमा समस्या छन्, भ्रष्टाचार छ, व्यथिति छ, म मान्छु, तर त्यसको समाधान दुर्गा प्रसाईले भने जस्तो सडकमा आगो बालेर, आम हडताल गरेर र अफवाह फैलाएर कहिले हुँदैन। मेडिकल व्यापारबाट रातारात राष्ट्रभक्त बनेका यस्ता पात्रहरूले केवल आफ्नो बचाउ गरिरहेका छन्, तपाई हाम्रो होइन। राजाको नाम भजाएर भ्रम छरेर सत्ता पल्टाउने दिवा स्वप्न आज भक्तपुर प्रहरीको हिरासतमा पुगेर थन्किएको छ। सत्य र रियालिटी यही हो। त्यसैले यस्ता उत्तेजक भिडियो र अफवाहको पछि नलागौं, आफ्नो भोटको अधिकार प्रयोग गरौं र शान्तिपूर्ण चुनावमा सहभागी बनौं। दुर्गा प्रसाईको यो पक्राउलाई तपाईले कसरी हेर्नु भएको छ? के प्रहरीले ठीक गर्यो कि प्रसाईमाथि अन्याय भयो? तल कमेन्ट बक्समा आफ्नो विचार राख्नुहोस्।